दुधलाई एक पूर्ण आहार भनिन्छ, तर दुधमा स्वच्छता कायम गर्न सकिएन भने यसले मानव स्वास्थ्यमा फाइदा भन्दा हानि पुर्याउँछ। दुध उत्पादनदेखि उपभोक्ताले प्रयोग गर्दासम्मका सम्पूर्ण चरणहरूमा दुध सफा, स्वच्छ र गुणस्तरीय हुनुपर्छ। दुधको स्वच्छताका लागि गोठ र गोठ वरिपरिको वातावरण स्वच्छ र सफा हुनुपर्छ। पशुको गोठ सधैँ सफा राख्नुपर्दछ। विशेष गरी दुध दुहुनुभन्दा पहिला गोठको विशेष सरसफाइ अनिवार्य रूपमा गर्नुपर्छ। गाईले नखाएर खेर गएका आहारा र मलमूत्र दुध दुहुने बेलामा गोठमा हुनु हुँदैन। दुध दुहुने गाईको पुच्छर, कल्चौडो र थुन राम्रो गरी सफा पानीले धोएर सुक्खा र सफा कपडाले पुछ्ने गर्नुपर्छ। दुध दुहुने व्यक्तिले दुध दुहुनु पूर्व आफ्नो व्यक्तिगत सरसफाइ राम्रो गरी गर्नुपर्छ। कुनै पनि सरुवा वा सङ्क्रमणजन्य रोग लागेको व्यक्तिले दुध दुहुनु हुँदैन। दुध दुहुने भाँडो स्टेनलेस स्टिल वा अल्मुनियमले बनेको हुनुपर्छ। यस्ता दुध दुहुने भाँडा निर्मलीकरण गरिएको अर्थात् कुनै पनि फोहोर वा सूक्ष्म जीवाणु नभएको हुनुपर्दछ। दुध दुहुने क्रममा दुधलाई बाह्य वस्तु, पानी र माटोको सम्पर्क हुनबाट बचाउनु पर्दछ। यदि गाईमा थुनेलो रोग लागेको छ भने थुनेलो लागेको थुनको दुध प्रयोग गर्नु हुँदैन। त्यसै गरी गाईलाई कुनै उपचार गरिएको र उक्त उपचारको क्रममा गाईको दुध प्रयोग गर्न नहुने छ भने त्यस्तो दुध खानु वा बिक्री गर्नु हुँदैन। खास गरी गाईलाई एन्टिबायोटिकद्वारा उपचार गरेको समयको दुध मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ। दुध दुहेपछि उक्त दुधलाई सफा मलमलको कपडा वा जालीले छानेर मात्र प्रयोग गर्ने वा दुध सङ्कलन केन्द्रमा लैजाने गर्नुपर्दछ। दुधलाई सुरक्षित र गुणस्तर कायम राख्न सकेसम्म 1.5 देखि 2 घण्टाभित्र सङ्कलन केन्द्र वा चिस्यान केन्द्रमा पुर्याउनु पर्दछ। दुध सङ्कलन केन्द्रमा काम गर्ने व्यक्तिले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने तथा टोपी, पन्जा, मास्क आदिको प्रयोग गर्नुपर्दछ। कुनै पनि सरुवा रोग लागेको व्यक्ति काममा संलग्न हुनु हुँदैन। दुध सङ्कलन केन्द्रमा हात धुने ठाउँ, भाँडा सफा गर्ने ठाउँ, सफा शौचालयको व्यवस्था हुनुपर्छ। त्यसै गरी केन्द्रबाट निष्कासन हुने फोहोर, दूषित पानी एवं दुध र रसायनको अवशेषलाई वातावरणमा नफैलने गरी विसर्जन गर्नुपर्छ। दुध तथा दुधसँग सम्बन्धित सामग्री र भाँडाकुँडालाई झिँगा, किराफट्याङ्ग्रा, मुसा तथा घरपालुवा पशुपन्छीको सम्पर्कबाट जोगाउने गरी व्यवस्था मिलाउनुपर्छ। दुध सङ्कलन केन्द्रमा प्रयोग हुने भाँडाहरू स्टेनलेस स्टिलको हुनुपर्छ भने नियमित रूपमा प्रयोग गरिने भल्भ, भेन्ट, पाइप, भण्डारण गरिने ट्याङ्क, दुध तान्ने पम्प र पाइपहरू, दुध लोड गर्ने पम्पको नियमित सरसफाइ गर्नुपर्छ। यसरी सङ्कलन भएको दुध इन्सुलेटेड रोड मिल्क ट्याङ्कर प्रयोग गरेर दुधलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँदा 4 डिग्री सेन्टिग्रेड भन्दा बढी तापक्रम नहुने गरी व्यवस्था मिलाउनु पर्दछ।